नमस्कार साथीहरू र म अनिल कुमार यादव सधैँ झैं हजुरहरूको सामु आइसकेको छु र हजुरहरू सन्चै हुनुहुन्छ भने भगवानसँग कामना गर्दै आजको यो विशेष दिवस अर्थात् विश्व मधुमेह दिवस र यसलाई वर्ल्ड डायबिटिक डे भनेर पनि चिनिन्छ र मधुमेह भन्न साथ हजुरहरू बुझिसक्नुभयो होला कि यो चिनी रोग हाम्रो कोड भाषामा भनिन्छ नि चिनी रोग र यसलाई डायबिटिक इंग्लिशमा डायबिटिक भन्ने गरिन्छ र सबभन्दा पहिला बुझ्नुपर्ने महत्त्वपूर्ण कुरा आज यसको विशेष दिन छ र यो दिनमा हजुरलाई बुझ्नुपर्ने हुन्छ कि खासमा यो रोग के छ भनेर। त यो रोगमा खासमा चाहिँ बडीको नर्मल ग्लुकोज लेभल चाहिँ नर्मल भन्दा अलिकति बढिहाल्छ, अलिकति या बढिहाल्छ के नर्मलमा हुँदैन र ब्लड ग्लुकोज लेभल नर्मलमा हुन धेरै महत्त्वपूर्ण कुरो हो कि त्यसलाई नर्मलमा नै राख्नुपर्ने हुन्छ र डायबिटिक भएको मानिसलाई पनि सबभन्दा ठुलो टेन्सन त्यही नै हुन्छ कि नर्मलमा छ कि छैन। चिनीको त्यो ब्लड सुगरको स्पाइकहरू घटाउनलाई हामीहरू विभिन्न किसिमको औषधिहरू खाइरहेको हुन्छौँ र यो त कुरा हामी सबैलाई थाहा छ कि डायबिटिजमा चिनी रोग बढ्छ क्या। तर खासमा हामी कसरी बुझ्ने कि हामीलाई डायबिटिज लागिसकेछ। जसरी अब धेरै जसो कुराहरू चाहिँ बुझ्नुपर्ने, धेरै जसो सिम्पटमहरू छ, लक्षणहरू छ जुन कि तपाईहरु आफैले पत्ता लगाउन सक्नुहुन्छ बिना टेस्ट गराइकन। आखिरमा आजकल त टेस्ट गराउन पनि धेरै सजिलो छ, प्रत्येक ठाउँमा ल्याबहरू छ, त्यहाँनिर हजुरहरू टेस्ट गराउन सक्नुहुन्छ। र सबभन्दा प्रथम कुरा के भन्छु भने कि डायबिटिकमा अब नर्मल मान्छेको ग्लुकोज लेभल कति हुनु पर्यो त यो ध्यान दिनु पर्ने कुरा छ के। हामी डायबिटिक त्यो फास्टिङ हुन्छ नि भुक्कै पेटमा नर्मल 8 घण्टाको फास्टिङ, जसरी हामी बेलुकातिर खाना खाएर सुत्छौँ अनि बिहान फास्टिङमा नै त्यो हाम्रो ब्लड दिएर अनि त्यहाँनिर हामी ग्लुकोजको लेभल हेर्छौँ र त्यो ग्लुकोजको लेभल 70 देखि लिएर र 110 सम्म mg पर डेसिलिटर हुनु पर्यो, त्यतिको रेन्जमा हुनु पर्यो के। 70 to 110, कतै 60 to 100 लेखेको हुन्छ र यो रेन्ज भित्र नै हुनुपर्छ। यो भन्दा घट्यो भने पनि समस्या। घट्यो भने किन समस्या? किनभने हाम्रो ब्रेन, इरेथ्रोसाइट्स, हाम्रो ग्यामेटोजेनेसिस प्रोसेसहरू, धेरै जसो कुराहरू, भाइटल कुराहरू हाम्रो ग्लुकोजमा डाइरेक्टली नै डिपेन्ड हुन्छ के। त्यहाँनिर हाम्रो फ्री फ्याटी एसिडहरू त्योहरू काम गरिरहेको हुँदैन। ग्लुकोजमा डाइरेक्टली ब्रेन सबभन्दा मेन अर्गन जसलाई चाहिन्छ नै चाहिन्छ। एउटा साइन्टिस्टले के भन्नुभयो त कि 8 सेकेन्डभन्दा बढी यदि ब्रेनलाई ग्लुकोज पाएन भने मतलब गाह्रो हुन्छ, सेलहरू त्यो डाई हुन थाल्छ क्या। ग्लुकोज नपाएपछि किटोजेनेसिस भएर त्यहाँबाट ग्लुकोज आइरहेको हुन्छ। यो त भयो त्यो रेन्ज, फास्टिङको रेन्ज। अब तपाईलाई एउटा हुन्छ पोस्ट पेरेन्डियल अर्थात् खाना खाइसकेपछि 2 घण्टा पछि र त्यसको हुन्छ भने त्यसको रेन्ज कति छ? त्यसको रेन्ज तपाईको 140 mg पर DL भन्दा तल हुनु पर्यो, डेसिलिटर भन्दा तल हुनु पर्यो पोस्ट पेरेन्डियलमा। र र्यान्डम सुगर अर्थात् जुनसुकै बेला खाना खाने बित्तिकै पनि या कुनै बेला पनि गराउनुहुन्छ भने त्यसको रेन्ज तपाईको लेस देन 200 mg पर DL हुनु पर्यो। यो त रेन्जको कुरा भयो। र अर्को तपाईको आजकलको नयाँ टेस्ट एउटा आएछ HbA1c भन्छु जसलाई, जसमा हामी हेमोग्लोबिनमा ग्लाइकेटेड हेमोग्लोबिन हेर्छौँ र त्यो ग्लाइकेटेड हेमोग्लोबिनमा हामी के थाहा पाउँछौँ कि हामी 3 महिनाको कन्डिसन के थियो, हाम्रो ब्लड सुगरको लेभलको 3 महिनाको कन्डिसन के थियो र यसको पनि 6.5 भन्दा डाउन नै हुनु पर्यो के। 6.5 भन्दा यसको HbA1c को। र अर्को अब हामी कुरो गर्छौँ कि डायबिटिक को रेन्ज भने हैन, तर डायबिटिक हुन्छ कति प्रकारको त डायबिटिक हजुरहरूलाई बुझ्नुपर्ने सबभन्दा मुख्य कुरा 2 प्रकारको हुन्छ, टाइप 1 र टाइप 2। टाइप 1 तपाईको एडल्टमा हुन्छ, टाइप 1 तपाईको के हुन्छ यो बच्चामा हुन्छ। बेसिकली हाम्रो बच्चामा 15, 16 या 20 वर्षको बच्चामा पनि हुन सक्छ भने टाइप 2 तपाईको बुढेसकाल आएपछि अथवा 40 पछि आउने गर्छ नर्मली। तर यो 22 वर्ष पनि हुन सक्छ के। र अर्को मुख्य कुरा के छ कि टाइप 1 मा हाम्रो बीटा सेल अफ पेनक्रियाज पुरै ड्यामेज भइदिन्छ। टाइप 1 मा बीटा सेल जसले इन्सुलिन निकाल्ने काम गर्छ। तर टाइप 2 मा के हुन्छ नि हाम्रो इन्सुलिन त सेक्रेसन भइरहेको हुन्छ। हाम्रो बीटा सेल पेनक्रियाजको आइलेट्स अफ ल्याङ्गरह्यान्सको बीटा सेल अफ पेनक्रियाजले त्यहाँनिर हाम्रो इन्सुलिन प्रोडक्सन गरिरहेको हुन्छ।
तर त्यो इन्सुलिन नै फङ्सनलेस भइदिन्छ के, सेलसँग त्यति रिस्पोन्सिभ हुँदैन। कुनमा? टाइप 2 मा, बुढेसकालहरूमा, जसलाई हामी अर्को भाषामा भन्छौँ कि NIDDM, नन इन्सुलिन डिपेन्डेन्ट डायबिटिक मेलाइटस। कुन? जुन हाम्रो यो भयो टाइप 2, जसमा हामीलाई इन्सुलिन त एटलिस्ट निस्किरहेको हुन्छ नि। यस्तो केसमा हामीहरू के भन्छ धेरै जसो मेडिसिनहरू लिन्छौँ होइन, ओरल ग्लाइसेमिक एजेन्टहरू जसरी मेटफोर्मिन भयो, ग्लिपिजाइड भयो, ग्लिक्लाजाइड भयो, धेरै जसो छ, धेरै जसो जुन कि पेनक्रियाजको बिटा सेलमा काम गर्छ होइन, धेरै जसो सेलहरूमा काम गर्छ त्यहाँ रिसेप्टरमा होइन। यो टाइप 2 को कुरा छ जुन कि बुढेसकालमा लाग्छ। र टाइप 1 मा म के भने कि तपाईँको यहाँनिर इन्सुलिन डिपेन्डेन्ट डायबिटिक मेलाइटस IDDM भन्छ, जसमा इन्सुलिन नै चाहिन्छ किनभने हाम्रो बडीको पेनक्रियाज पुरै डिस्ट्रोय भएको हुन्छ केले, अटो इम्युनिटीले गर्दा। र यो कुरा भने अब यतातिर एउटा लाडा भने पनि हुन्छ र जेस्टेसनल डायबिटिज पनि हुन्छ र मोडी पनि हुन्छ। यो कुराहरू पनि यो विभिन्न प्रकारका डायबिटिकहरू छ र यो दुवै नै मेन हो के जुन म भने। र अब तपाईलाई बुझ्नुपर्ने लास्ट कुरा म भन्छु, अलिकति त बुझिसक्नु होला के छ। अब ग्लुकोज चाहिँ एबनर्मल कन्डिसनमा धेरै दिनसम्म बसिसक्यो बडीमा। जसरी कुनै मान्छेको अब म रेन्जहरू त भनिदिएँ हजुरलाई भिडियोमा अगाडि नै, जसरी अब कुनै रेन्ज डायबिटिक भएको मान्छेलाई त त्यो रेन्जमा राख्नुपर्ने हुन्छ होइन, नर्मल हेल्दी इन्डिभिजुअलमा त त्यो आफै रेन्जमा हुन्छ क्या। जसरी अब स्पाइक भयो भने इन्सुलिन सेक्रेसन भइदिन्छ। यदि इन्सुलिन सेक्रेसन भएन भने हामी औषधि खान्छौँ र टाइप 1 मा या टाइप 2 को पनि कुनै केसमा हामी इन्सुलिन लिन्छौँ होइन, एक्जोजेनस इन्सुलिन लिन्छौँ। र त्यो भइसकेपछि हामी किन त्यसलाई राख्छौँ के, यो बडो ध्यान दिने कुरा छ कि हामी नर्मल लेभलमा नै किन चाहिन्छ ग्लुकोज। यदि नर्मल लेभलमा भएन भने के हुन्छ, त नर्मल लेभलमा भएन भने हाम्रो धेरै ड्यामेजहरू हुनसक्छ। जसरी डायबिटिक नेफ्रोप्याथी हुन्छ, न्युरोनमा समस्या भइदिन्छ, डायबिटिक रेटिनोप्याथी भइदिन्छ, डायबिटिक तपाईँको नेफ्रोप्याथी किडनीमा भइदिन्छ, न्युरोप्याथी ब्रेनमा, नेफ्रोप्याथी किडनीमा। र अर्को लास्टमा म भन्छु के साथीहरू कि डायबिटिकसँग किन, डायबिटिकलाई कसरी थाहा पाउने कि मलाई डायबिटिक भयो के, टेस्ट पनि गराउने। र अर्को के चाहिँ 3P भन्ने छ क्या एउटा कोड। 3P ले हामी के बुझ्न सक्छौँ कि पोलिफेजिया, पोलियुरिया र पोलिडिस्पिया। अब पोलिफेजिया भनेको धेरै खाने मन गर्छ, डायबिटिक भएको मान्छेलाई धेरै खाने मन गर्छ। किन खाने मन गर्छ, किनभने हाम्रो सेलसम्म ग्लुकोज पुग्दैन। ग्लुकोज नपुगिसकेपछि हाम्रो सेटाइटी सेन्टरले के ब्रेनमा हुन्छ नि, सेटाइटी सेन्टर, त्यसले के बिलिभ गर्छ कि यो मान्छे भुक्को छ क्या। आखिरमा भन्छ नि समुद्र तल्ले प्यासा, त्यस्तो कन्डिसन नै भइदिन्छ क्या पोलिफेजियाको भयो। अब पोलियुरिया किन हुन्छ, पोलियुरिया भनेको छिनछिनमा त्यो पिसाब लाग्नु कि किन आउने गर्छ, किनभने अब हाम्रो ब्लड ग्लुकोज लेभल बढेछ, सबै ठाउँमा बढेको छ, किडनीमा फिल्ट्रेसन हुँदैन, PCT DCT नेफ्रनमा जाने बेला पनि त्यहाँनिर पनि बढेको छ ग्लुकोज। अब ग्लुकोज के हुन्छ नि त्यहाँनिर हाइपर ओस्मोलर कन्डिसन सराउन्डिङमा त्यो कन्डिसन भइदिन्छ। त्यसको कारण त्यो सेलबाट ग्लुकोजहरू तान्न थाल्छ के, कसले तान्न थाल्छ, सेलबाट पानी तान्न थाल्छ, कसले, यो चिनीले सेलबाट पानी तान्न थाल्छ। त्यसको कारण हामीलाई छिनछिनमा पिसाब आउने के। अब के भने पोलिडिस्पिया। अब पोलिडिस्पिया भनेको अब पिसाब धेरै आयो भने अब हामीलाई पानी पनि छिनछिनमा तिर्खा लाग्छ, मुख सुक्नु होइन, यो कुराहरू यसको लक्षणहरू छ। अब लास्ट कुरा म भन्छु साथीहरू, आज यो मधुमेह दिवसको अवसरमा लास्ट म के भन्न चाहन्छु कि यदि कुनै मान्छेलाई डायबिटिक भएको छ भने पुरै चिनी नत्याग्नु, किनभने ग्लुकोज हाम्रो बडीको लागि धेरै महत्त्वपूर्ण छ। अब कस्तो चिनी, अब जुन हामी सिधै चिनी मार्केटमा ल्याउँछौँ त्यस्तो चिनीहरू त्यागिदिनुहोस्। तर यस्तो नर्मल रूपमा चिनीहरू, जसरी कुनै बेला अब ग्लुकोजको नर्मल तपाईँले चेकअप गराइराख्नुपर्छ। यदि 8-10 वर्षको भइसकेछ भने तपाईँले अनुभव पनि गर्न सक्नुहुन्छ। तर यदि तपाईँको सुरुमा चिनी भएको छ अनि तपाईँ ओभर स्मार्ट भएर यदि धेरै कुराहरू नेग्लेक्ट गर्नुभयो कि खानु भएन, चिनी भएछ यो त्यो होइन, यस्तो कुरा होइन। यदि तपाईँ कुनै पनि हाइपोग्लाइसेमिक एजेन्ट, मेडिसिन, ड्रग लिनु भइरहेछ भने त्यतिखेर ध्यान दिनुपर्ने हुन्छ। यदि नर्मल भन्दा घटिसकेपछि पनि धेरै गाह्रो हुन्छ के, त्यही भएर त्यसलाई मेन्टेन गर्नु। कतै डक्टरहरू चकलेट खानलाई धेरै जसो ग्लुकोज दिने, इन्स्ट्यान्ट ग्लुकोज दिने कुराहरू प्रिस्क्राइब गरिरहेको हुन्छ। र साथीहरू म धेरै कुराहरू भने यो डायबिटिकको बारेमा, मधुमेहको बारेमा, चिनी रोगको बारेमा, किनभने आज यो उसको दिन छ, विश्व मधुमेह दिवस। र म यो किन भने तपाईँहरूले यति कुरा, किनभने हरेक 5 सेकेन्डमा यो संसारमा
एउटा मान्छेहरू बितिरहेको छ। कसले गर्दा? डायबिटिकले गर्दा। र टेक केयर योर फ्यामिली। यति भन्दै साथीहरू बाई बाई, टेक केयर।